हेलो गाइज, धेरै पछि फेरि भिडियो दामसँगले है ब्लग एउटा गाउँमै माछा मार्नको लागि हामी निस्किरहेको छौँ। 7, 8, 9जना समथिङ दाइहरूसँग अङ्कलहरूसँग निस्किरहेको छौँ होइन। ट्याक्क माछा मार्ने, नाइटमा त्यहीँ बस्ने, टक्क त्यहीँ मासु पोल्दै खाने होइन। अरू के हुन्छ यता जाने होला, बाटो भेटौँ। ए लाग्यो धनकुटातिर लाग्यो धनकुटातिर माछा मार्नु। 22 गतेको खानमा होला काट्ले बाइकमा होइन 4 जना माछा मार्नु लाग्यो। अस्तिनेको लट्टन तपाईँहरू 3वटा 4वटा बाइकमा विचार छैन नि तपाईँहरू मिलाउनु पर्छ। कहिले मिलाउनुहुन्छ? अब त सकियो त मिलाउने यहाँदेखि नजिकै हुनु। बोकेर हन्टिङ नै हन्टिङ माछाको हन्टिङ है यार होइन। यहाँदेखि नजिकै अब दिखानीमा कुदाइ चाहिँ अब्बर खतरा यार, मरद छ है। मासु धेरै होइन, हामीले यतिजनाले 5 केजी होइन हन्टिङ हिँड्यो। माछाको हन्टिङ कुलो सुलो मारेर यहाँ पोका पाक्यो यतिखेर है। बोरा झोला बोकियो, सस बोकिएर एक्कासी प्लान है यो। हिजो भन न अघि बिहान होला दाइहरूले प्लान गर्नुभएको पक्कले। मैले चाहिँ भर्खर मैले नि बिहान 8:30 बजीतिर कल गर्नुभयो थाहा भएको। त्यो भएर तत्काल हिँडिहाल्यो माथिदेखि 3वटा बाइकमा तल। लगभग अब लोकेसनमा आइपुग्न आँट्यो है। लोकेसन आइपुग्न आँट्यो। नदी नजिक झरिसक्यो। 30 मिनट हिँडाइ बचेर 30-35 मिनट पो हुन आँटिसक्यो। पुग्दाखेरि लगभग 40 मिनट हिँडाइ बचिन्छ। गरम भइसक्यो त अन्त खोला झरिसक्यो है। खोला झरिसक्यो। हाम्रो यो मालपानी बन्दैछ। यहाँ हाम्रो सामानहरू यता त ससन दाइ बन्द नगर्नु दाइ। कुन कुराको हाम्रो चिजहरू यहाँ चिजहरू हेर। हामी अल्कोहल नखाने मान्छे हो, त्यो भएर त्यहाँ छ चिज बन्दैछ। बोटुका यहाँ बोटुका छ।
बोटको त छैन थाल मात्र रहेछ यार किन बोटे यहाँ टमाटर हाल्नु थालमै होइन हुन्छ त हुन्छ त यो जेन्ट्रो गिलास आकियो ठिक्क रहेछ यो ए भइसक्यो यहाँ अट्छ यतिमा अट्छ केटा चाहिँ उठाएर चाहिँ होला है काइला सिमी हेर्नु आफूमा याउन पर्यो काइला चिनी पछि साग खोजी त होला ससहरू अझ कहाँ छ हाम्रो ए खोलाको छेउमा गोठ करेन कोही दिन बक्सामा जो डेली शनिमा मलाई पनि मेटो होला मा यो पकाउनतिर लागौ है यो त पाक्नु पर अर्को मर मसला रविन्द्र मलाई इजिलो मी 2 किलो इसको नुंगो हाँ चुला रेडी युङ यतिसम्म त्यो हुँदैछ है हाम्रो यतिसम्म ल रक 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 मुर्रा भन्छ नि मुर्रा 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 भइरहेछ होइन व्यवस्था नाइटले गर्दा चाहिँ अलिक राम्रो हुँदैन मासु चाहिँ राम्रो आउनु पऱ्यो क्या मान्छे त त्यही हो कार्यक्रम गरौँ है ढिलो चाहियो फेरि लामा ताते मन काम दिन्थ्यो भने त्यसो भरे फेरि काट्ने मान्छे हुँदैन त व्यवस्था सरसामानहरू जङ्गल जङ्गलमा ठ्याक्क यस्तो भयो है बोलेर कन्डिसन खराब बटालो मोडाङ सुरु भयो है कुम्बा अनि रक्को खानु व्यवस्था आगो यहाँ छ ल ल ल ल ल सबैलाई चस वाइफाई चेस वाइफाई चेस ल चस चस ल ल ल ल ल एक्स्ट्रा भिडियो हो दि ठिकै धारा यो हिटमा चामा उन्टु चाल्ने टाढा हो नि जिन्दगी बाजे मो यो मे गिलास यो यो ऊ साना बेलैमा हेरिन त लागेर कि अगाडि उग्लट खोला हेर्न जाऊ न त मासु कस्तो हुन्छ टक्कले अहिले गएर हेऱ्यो नि पर भोलि कहाँ सोही छ भनेर हजुर नगे दाजु जति पनि त्यति हो आठुना टोप्टु मोडा आन्किन केना केत्रिन युङिन का कोले रे यो म यो आन्किन काटेमा 10 किलो ढाबा नै भएको भाइ यो हनिङ नारायण कना नाला सिखारिन काउ हिमा छैन खा चानु दे ल तान्नु नि खोइ तान्नु हुँदैन त विमान नंगल म देख्दिन त अचार चाहिँ टाढोले अवस्था हो नि तर यो नाङ्गा चाहिँ नि हो नि त भाक्सा चान्जिन कानी हुन्छ बेली चाहिँ भाग्सा हौ सेकुवा माङ्कोले हान्ची ल
तेरो किन मात्रै फोन दे चाहिँ हप्ता Ano mo dyan? Saan sama no? रहेछ है पुङसी बसेर फोन आफ्नो छिमा सर्कलमा मान Ora, ecar. अब न देम का वर्ष बाद ठुलो न है खाने कार्यक्रम वास्तै लाग्दैन खाने कार्यक्रम चलिरहेको छ एकदम दाइ रमाइलो भइरहेछ होइन एकदम रमाइलो भाइ आम्मे हजुर कहिले चाहिँ बुझालो माछा ठाउँमा मात्रै पाए पनि रेडी कहिले माफु मासु सकिसक्यो है अनि यही छ खोलाको नजिक तर गोठमा पनि ओभर सुविधा क्या कहिले है माछा पक्ने कार्यक्रम ठ्याक्क अहिलेको 3 बजीको छ नाइटमा नाइटमा होइन टाइमसँगले नाइटमा गर्नुपर्ने काम हो नाइटमा टाइम मिलाएर 3 बजी बिहानको 3 बजी बाइक माथि छ अनि आज यहाँ छ मर्दैछ है डोलो मर्दैछ मारेपछि हेर्नु Ora nung taktasip ko ati man. अहिले बिहान 3 बजीको समयमा माछाको कन्डिसन ठ्याक्कै यस्तो भएको छ हातमै समाउने मौदा पनि देखाउँदैछ नि ए भागो फकाउनु पर्ने हुन्छ यो माछालाई यसरी है यसरी फकाउनु पर्ने हुन्छ माछालाई यसरी फकाउनु पर्ने हुन्छ यत्रो गरेर त ठोका मिलेर समुद्र बन्ने भनेको यसलाई होङमा भन्छ है अरू अब कति छ होइन खोजौँ फेरि अब यहाँ फेरि खोजौँ है ल है खोजौँ यो त सबै खोजिरहेछ नि बिहानको 3 बजीको समयको क्रममा माछाहरू फकाउँदै हातमा पाउनुपर्ने हुन्छ खोला जानमा सन्डोन म फोनको धनी होइन म शुभ बिहानी लोकेसन चाहिँ यहाँ हो टक्कसँगले हिजो राति देख्दै गरेको सुतिरहेछन् माल अलिअलि समय यो यहीँ हो हिजो पोलेको टक्सँगसँगले होइन माल पानी अहिलेलाई अलिकति खाजा यसो खै त यहाँ पनि छ त यहाँ यस्तो ल्याइदियो होइन यहाँ छ अनि अर्को खोइ अर्को चाहिँ खोइ अर्को जुन काग खोइ माला नि आफ्नो खोइ माला यो युना रहेछ थट पसन्द खाले बिहान भयो यतादेखि घाम लाग्यो भयो दामीसँग
पुगेको माछा पुगिसक्यो माछा ठिकै होइन अनि तलतिरै खोला फेरि अलिअलि अब माथि माथि हाटेको टक्कसँगले खोलाको घाम निस्किसक्यो हामी सामान टोला सोटा बोकेर अझै पनि माछा थापिरहेको थियौँ त्यही भएर हल्का फुल्का खानालाई चाहिँ पुग्ने गरी समाउने भनेर चाहिँ टक्कसँगले गरेको होइन फोटो टोलीहरू होइन टक्कसँगले फर्किँदैछौँ भिजेर त यो भन्ने होइन हाम्रो के अरे हन्टिङ नै सघाउँछौँ होइन दामीसँगले कति भइसक्यो पानी उम्लिङ है